त्यही भएको थिएन कहाँनिर भएको थियो मलाई असम भने नै किन भन्दै नि ओ माय गॉड ठ्याक्क गेटबाट छिरिरहेको थिएँ म अल्छी लागिरहेको थिएँ मलाई होइन अनि त्यसपछि मलाई रिस नै उठेको थियो है पानीमा आँसुलाई भेट्छु कि भनेको ले पनि पाइएन हेलो एभ्रिवान नमस्ते र आज चाहिँ म स्टोरी पार्ट गर्ने सोचमा छु हैन धेरैले सोध्नु भएको थियो मलाई अनि यसबारेमा चाहिँ अनि मैले रोशनीलाई नै भनेको थिएँ हैन अनि उले चाहिँ मलाई सोधिरहेको थियो उ चाहिँ फेरि प्यानिक भइहाल्छ क्यामेरा अगाडि आउने बित्तिकै प्यानिक भइहाल्छ के भन्नु यताउति भन्नु यताउति भन्नु भन्छ हैन उसको लाइक त्यस्तो हुन्छ नि सो द्याट उसले इजिली त्यति बेला चाहिँ भन्न सकोस् भनेर हैन त्यो चाहिँ मैले अनि उसलाई चाहिँ केही पनि भने हैन कि अनि इट्स नट स्क्रिप्टेड है गाइज त्यही हो किनभने मैले चाहिँ अहिले भन्दिनँ किनभने उसको मलाई रियाक्सन हेर्न एकदम मनपर्छ कि अनि उसले उसको रियाक्सन नै एकदम अचम्मको टाइपको हुन्छ कि अनि आई रियली इन्जोय होइन त्यो त्यही रियाक्सन चाहिँ मलाई चाहिँ रमाइलो लाग्छ नि हजुरलाई चाहिँ नेचुरल हुन्छ नि त त्यही भएर उसलाई मैले केही भनेन होइन ओके लेट्स स्टार्ट विथ दैट ओके हल्का थोरै ड्रेस चेन्ज गरेर हल्का होइन आउँछु है त म ओके हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन र आजको कार्यक्रम सुरु गर्नु अघि आई वुड लाइक टु से धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच यहाँहरूको मायाको लागि एकदमै हामी आभारी छौँ है अनि हुन त सुरुमा त म मेरो यो युट्युबमा एक्लै नै हुन्थेँ टिकटकमा नि एक्लै नै हुन्थेँ अब कहिलेकाहीँ स्टुडेन्टसँग अब छुट्टै कुरा एन्ड एट द्याट टाइम आई वाज लाइक हुन्छ नि त्यो फिल कस्तो हुन्थ्यो भने चाहिँ क्रलिङ टाइपको बिस्तारै हुन्थ्यो तर बिस्तारै बिस्तारै हुन्छ नि घिस्रे जस्तो फिल हुन्थ्यो कि बट नाउडेज अहिले कस्तो फिल हुन्छ लाइक आई एम रनिङ होइन तर डोन्ट वरी म उड्ने चाहिँ छैन होइन किनभने कस्तो हुन्छ चाहिँ उड्यो मान्छे उड्न थालेपछि फेरि जमिनमा आउनु बिर्स्यो भने बर्बाद हुन्छ अरे कि म त्यस्तो चाहिँ छैन होइन फेरि मान्छे हुन नै हुँदैन होइन जो भयो उ सिद्धियो भन्छ ओके एनिवे अनि कस्तो थियो भने चाहिँ अब हाम्रो आजको टपिक त हजुरले थाहा पाइसक्नु भयो होला होइन तलको थम्बनेल प्लस टाइटलले गर्दाखेरि होइन अनि सबैको कतिको इन्क्वायरिजहरूले अनि प्लस के भन्नु डिमान्ड रिक्वेस्ट होइन ले गर्दा चाहिँ यो मलाई बनाउन मन लाग्यो लास्ट टाइम त म लाइभमा आएको थिएँ त्यति बेला मेरो इन्टेन्सन चाहिँ थिएन कि मैले गएर हाम्रो स्टोरीको बारेमा भन्छु भनेर होइन त्यस्तो खास चाहिँ स्टोरी त थिएन पहिला होइन तर अहिले हल्का टिकटकमा थोरै माया गरिदिनु भएछ होइन अनि युट्युबमा पनि अनि लाइक अब कस्तो चाहिँ फिल भयो भने चाहिँ अब इट्स स्टोरी कि यो स्टोरी बनाइदिनु भयो हजुरले पहिला त मलाई नर्मल खासै त्यस्तो लाग्ने थिएन होइन अब अहिले मैले सम्झेँ भने त्यो चिजहरू चाहिँ अब हो है जस्तो लाग्छ कि त्यो चिजहरू होइन हामी बिचमा त्यो हुँदा हामी भेट भएको होइन यताउतिहरू अनि त्यही हो अनि सबैले भन्नु हो कि स्टोरी पोस्ट गर्नुहोस् न स्टोरी पोस्ट गर्नु न हाउ यु मेड होइन एरेन्ज हो कि लभ हो अनि त्यही त नि अनि के अरे लाइभमा आउँदा चाहिँ सबैले सोध्नु भएको थियो अनि त्यति बेलै मैले भनिदिएँ कि फेरि होइन अनि त्यो भन्ने बेलामा चाहिँ अब टिकटकमा कति लाइभ आउनुभएको थियो कति आउनुभएको थिएन अनि उहाँले युट्युबमा नि हेर्नुभएको रहेछ र अनि उहाँलाई इन्कम्प्लिट फिल भएछ त्यो मजा आएन नि त होइन किनभने म त्यहाँ च्याट पनि गरिरहेको छु फेरि मैले स्टोरी भनिरहेको छु च्याट गरिरहेको छु अनि थोरै काइन्ड अफ डिस्टर्बेन्स भएर अलिक मजा आएन त्यही भएर अहिले चाहिँ म इन्सर्टमा अब हेर भिडियो कतिको लामो हुन्छ भने सकेसम्म चाहिँ मैले आजको भिडियोमै मैले भन्छु होइन अब लम्बे होइन छुट्टै कुरो होइन पहिला त लेट्स बिगिन्स होइन हाउ वी मेटबाट ओके ओके नाउ लेट्स स्टार्ट हाउ वी मेट है त ल भन त्यो दिन चाहिँ हामी भेटेको कति थियो 21 होइन भदौ 2 महिना पछि चाहिँ भदौ असोज कार्तिक मङ्सिर 2 महिना भदौ 21 गते होइन अनि तिमी चाहिँ त्यो बिहेमा आएको थियो होइन पाजुको छोराको मामा हाम्रो यो पाजु भन्छ होइन अन्त कतिलाई थाहा होला कतिलाई थाहा नहोला मामाको छोराको बिहे होइन मामाको छोराको बिहे तिमी चाहिँ बिहे एटेन्ड गर्न आयो होइन काठमाडौँ ऊ चाहिँ बिहे एटेन्ड गर्न आएको अनि उन चाहिँ बिहे चाहिँ एटेन्ड गरेको तर रिसेप्सन चाहिँ उनले एटेन्ड गर्ने सोच चाहिँ नरहेछ क्या होइन अनि जस आज बिहे थियो भने सपोज कि 20 मा बिहे थियो 21 मा पार्टी हैन रिसेप्सनमा चाहिँ 18 नगरेर
अब बिहेमा त आइयो के अरे भन्ने कुरो होइन प्लस उसले टिचिङ गर्थ्यो प्लस स्कुल पनि छुटेको अनि ममको अब अफिसको कामले गर्दा नै जान खोजेको होइन अनि तर जाने सोचमा चाहिँ थियो तर उसको के चार्ज होइन कान्छो बाबा भनौँ न होइन टिकट पनि काटिसकेको थियो होइन अनि पछि चाहिँ हामीले चिनेको गाडी रहेछ अनि त्यो सजिलो पनि हुन्छ भनेर जाने सोच चाहिँ बनाइसकेको रहेछ तर उहाँको चाजुले चाहिँ चाजु मिन्स कान्छी ममको ड्याड होइन कि सरी कान्छी ममको मम्मीको ओके सानो मम्मी यस सरल भाषामा भन्दा सानो मम्मीको हस्बेन्ड अनि सानो मम्मीले पनि उहाँलाई चाहिँ के भन्नुभएछ नजाऊ होइन पार्टी एटेन्ड गर अनि जाऊ न भन्नुभएछ अनि प्लस चाहिँ उहाँले चाहिँ के भन्नुभयो फ्ल्याटको टिकट नै काटिदिन्छ भने त्यही भएर बस्या हो अनि त्यसपछि अनि मैले पछि सोद्धा चाहिँ त्यस्तो भने जस्तो लाग्थ्यो क्या त्यही भएर अनि होइन के अरे अब किनभने अब गाडीमा त थोरै अब ट्राभल अब धेरै टाढा छ नि त होइन कति 9 घन्टा 10 घन्टा लाग्छ टाढा छ होइन अब फ्लाइटमा त जस्ट 30 मिनट्स होइन 30 मिनट्समा अनि उहाँले के भन्नुहुन्छ पार्टी एटेन्ड गर्यो अनि बिहान नै अब म फ्लाइट बुक गरिदिन्छु अनि जानुहोस् भन्नुभएछ त्यसपछि चाहिँ ओके भन्नुभएछ हाम्रो ममले सासु ममले उसको मम्मीले अनि त्यसपछि उ त पार्टी एटेन्ड गर्ने भयो अब म चाहिँ कसरी त्यहाँ पुगेँ भनेपछि म फेरि अब मिडियाको फिल्डको मान्छे भए पनि कस्तो हुन्छ चाहिँ अब काम परे चाहिँ म क्राउडमा जाने त्यस्तो अब त्यो पहिलाको एज थियो अब स्कुल एजमा कलेजमा चाहिँ अब पार्टी कन्सर्ट भन्ने त्यस्तोमा चाहिँ गइन्थ्यो होइन अहिले चाहिँ थोरै अलिक मलाई कस्तो हुन्छ भने मनै पर्दैन कि होइन एकदम झ्याउ लाग्ने त्यस्तो हुन्छ कि झन् यो बिहेहरूमा त एकदम हुन्छ नि अनि त्यति बेला चाहिँ म क्लासमै थिएँ म क्लासमा थिएँ अनि ठ्याक्क सक्नु अघि नै घरबाट फोन आएको थियो आज बिहेको पार्टी छ होइन त्यो जानुपर्छ हाम्रो नेबर पनि हुनुहुन्छ उहाँ प्लस हाम्रो पनि रिलेटिभ्स पर्नुहुन्छ तर थोरै दूरको रिस्ता हुन्छ नि त्यस्तो टाइपको अनि म त जान्न भनिरहेको थिएँ तर घरमा चाहिँ अलि फोर्स गर्नुभयो कि मलाई जाने भनेर अनि फोर्स किन गर्नुभयो भने मलाई चाहिँ घरमा थोरै बिहेको लागि पनि थोरै एकदम मेरो माहौल थियो कि त्यो चाहिँ घरबाट फोर्स थियो क्या सबैको बिहे भइसक्यो ठुललाई माललाई दिदी होइन मेरो दुईटा दिदी छ दुईटा दिदी पनि बिहे भइसक्यो त बाँकी रहेँ म होइन अनि त्यही बिहे गर्नुपर्छ भनेर एकदम फोर्स थियो घरबाट अनि प्रेसर भनौँ न एकदम प्रेसर थियो अनि त्यसपछि चाहिँ अब बिहेमा त अब यसमा त केटीहरू पनि धेरै आउने होइन हेर्न पनि हुन्छ होइन भनेर एकदम कर बार्नु भयो होइन अनि त्यसपछि ल न त भन्ने कुरो भयो अब मम्मीबाबालाई अफसेट गर्ने कुरो त भएन होइन अब ल नि त हेरौँ कस्तो केटीहरू आउँदो रहेछ भनेर चाहिँ गइयो हो ठक्क जब म ठ्याक्क गेटमा इन्ट्री गरेँ त्यहाँ म्युजिक बजिरहेको थियो म्युजिक बजिरहेको थियो होइन ऊ चाहिँ नाचिरहेको थियो अनि सरी म धेरै बोली भने जस्तो भयो होला अब ऊ धेरै बोल्दैन उसको ह्याबिट छैन बिस्तारै ह्याबिट बस्ला होइन यसरी इन फ्रन्ट अफ क्यामेरा त्यस्तै खासै अलि हुन्छ नि युज टु छैन नि त म त पहिलेदेखि ऊ भएर चाहिँ अलि म आई क्यान बिस्तारै हुन्छ बिस्तारै हुन्छ उसको पनि होइन इट टेक्स टाइम नेभर माइन्ड अनि ठ्याक्क गेटबाट छिरिरहेको थिएँ म अल्छी लागिरहेको थिएँ मलाई होइन अल्छी भने त्यसरी हुन्छ नि बुवाको उसमा गइरहेको थिएँ बुवा मम्मी अनि मेरो भान्जी पनि थियो त्यति बेला अनि मेरो सुभाषना भान्जी कान्छी दिदीको जेठी छोरी अनि ठ्याक्क गेटमा छिर्ने बित्तिकै उस मेरो हातमा थियो यस्तरी टक टक यस्तरी छिर्दाखेरि म्युजिक बजिरहेको थियो मान्छेहरू नाचिरहेको थियो नाच्ने बेलामा उसलाई देखेँ मैले सबभन्दा मेरो आँखा चाहिँ उसमा भएको सुरुमा चाहिँ होइन रिचुक नाचिरहेको थियो गीतहरू के बजिरहेको थियो होइन लोभी आँखा होइन अनि यस्तो हेरेँ केटीहरू अरू पनि थियो होइन तर फर्स्ट आँखा चाहिँ मेरो उसमै गएको थियो कि होइन जस सानो पनि थियो एकदम नाचिरहेको थियो कि अनि ग्रुप थियो त्यहाँ जस्तो के उनको ग्रुपै थियो है कतिजना थियो त्यो लगभग त्यहाँ टन्नै थियो है अनि त्यति बेला चाहिँ कपालको हेयरस्टाइल अलिक क्याची थियो क्या यस्तो अगाडि ल्याएको अनि माथि यस्तो गरेको अनि खास अगाडि नै बच्चा जस्तो देख्यो होला है तिमी है निलम कट निलम हेयरस्टाइल अनि पहिलो छिरेपछि मैले उसलाई नै नोटिस भयो कि मलाई अनि ब्लू साडी थियो फुल ब्लू प्लेन ब्लू थियो अनि ठ्याक्कै गएँ यस्तो हेरेँ खासै मैले आँखा लागेन कि जस्ट आँखा चाहिँ पर्या हो तर
लागेको चाहिँ होइन मैले आँखा होइन अनि अनि सानो सानो देखेको मान्छेले पातली हो है अनि त्यसपछि हामी भित्र स्न्याक्सहरू लिन गयौँ होइन मम्मी म अनि भान्जीहरू खाइरहेको थियो बुवा चाहिँ अब साथीहरूसँग ड्रिङ्क लिइराख्नु भएको थियो अब अनि कस्तो चाहिँ सबैलाई डान्स उहाँको के अरे सरी उहाँको भन्न छ अब तपाईँको छोरो त डान्सर होइन भन्ने कुरो होइन सबैको यता हेर्न पाएँ अनि यस्तो कुरो हुन्छ नि त मलाई फेरि यो पार्टीहरूमा नाच्नै झ्याउ लाग्छ कि फेरि कस्तो हुन्छ नि जति नाचिरहेको हुन्छ नि त होइन मलाई फेरि कस्तो हुन्छ भने चाहिँ मेरो चाहिँ ननाचेको मान्छे चाहिँ नाचेको हेर्न पाए हुन्थ्यो यस्तो हुन्छ अब म चाहिँ युट्युबमा देखिरहेको बेलामा यसो यसो अनि अरूलाई फेरि के लाग्दो रहेछ भने यो मान्छेको डान्स लाइभ हेर्न पाए कस्तो हुन्छ अनि हुँदो रहेछ अनि बुवालाई चाहिँ अरूले रिक्वेस्ट गर्दा अनि अरूको नाचेको देख्दा बुवालाई पनि फिल भएछ कि बुवाले नि मेरो छोरी नाच्दै होस् अनि यस्तो भएछ होइन बुवाले मलाई भन्न आउनुभयो एकचोटि भन्न आउनुभयो नाइ अनि म फिगर थिएँ अनि मैले ड्रिङ्क लिइरहेको थिएँ बियर सफ्ट ड्रिङ्क आएछ होइन अनि बियर लिइरहेको थिएँ एकचोटि आउनुभयो दुईजना भयो नाइ भने होइन त्यसपछि बुवालाई रिस उठ्यो कि होइन मैले नमाने जस्तो भयो होइन अब गर्वको भए पनि फिल आउँदो रहेछ त्यस्तो मलाई थाहा छ फेरि पानी होइन खासै मेरो यो प्रोफेसनलाई चाहिँ मलाई अलिक एप्रिसिएट गर्नु हुन्न होइन अलि यो हाम्रो कस्तो हुन्छ यो हाम्रो फिल भनेको अलिक टाइम लाग्छ कि होइन यो खै अब हुँदै नहुन पनि सकिन्छ होइन अनि भए धेरै राम्रो हुन्छ होइन अब त्यसको लागि फेरि टाइम लाग्न सक्छ कि होइन अब लकमा पनि डिपेन्ड हो प्लस अब आफूले फुल्ली इफोर्ट त दिइरहेको नि हुन्छ होइन मैले मात्रै नभएर अरूको कहानी पनि त्यही नै हो कि डान्समा होइन कतिले गरेर पनि गरेको छ नि त नगरेको नि होइन त्यही हो टाइम लाग्छ भन्ने कुरो अब टाइम कहिले कहिले भन्ने कुरो त्यही कुरोमा चाहिँ मेरो बुवाको चाहिँ के कुरो छ अब यसलाई छोडिदिएर यो होइन यो फिल्डलाई छोडेर अर्कोतिर गरेँ भन्ने चाहिँ धेरै राम्रो हुन्छ भन्ने कुरो हुन्थ्यो तर मैले मानेन यसलाई मैले कन्टिन्यू दिइराखेँ होइन र अहिले अलमोस्ट 7 years भइसक्यो होइन 8 yearsमा रहेको छ होइन 7 years भइसक्यो र स्टिल यस्तै छु होइन त्यसै होप समडे होइन अनि त्यसपछि चाहिँ थर्ड टाइममा चाहिँ अनि बुवाले भनेपछि अनि रिसाउनु भयो होइन मैले जान भनेपछि अनि मम्मीले जान्छ जा भन्नु हो अनि म ट्याक्क यस्तो गएँ होइन ठ्याक्कै त्यही बेला फेरि हाम्रो पाजु नि आउनु जान्छ के भन्नुभएको थियो डान्सर आउँदैछ तिमीहरूसँग हाम्रो ओके मलाई पाजुले चाहिँ मलाई त्यस्तो भन्नु थियो मलाई रक्षालाई मामाको छोरी मेरो बहिनी अनि दुईजना भएर नचाउनु पर्छ है मलाई टक्कर दिन खोजेको ओके अनि मलाई त्यही ठ्याक्कै त्यही बेला पाजु आउनु भयो भान्जा बाबा आउनु भन्नुभयो होइन हेर्नु भनेर यता मलाई केटीहरू नि हेर्नु यताउति भन्नुभयो होइन उहाँले तानेर लानुभयो मलाई लाज लाउँछ नि त त्यहाँ जे भए पनि अब अरू मैले उसलाई सानसानो सानसानो जस्तो लाग्छ अरू ठुल्ठुलो भएको मात्रै झाप्पो जाने उसले उनी भयो होइन अनि अब गएर जाने बित्तिकै एकचोटि नाच्ने कुरो नि भएन टिचर भएपछि अब कोही कोही चिन्ने पनि हुनुहुन्थ्यो होइन आफूलाई अलि आउट फिल हुन्छ नि त म नाचिनँ नि बाजुले यसो यसो गर्नुभएको थियो उनीहरू अगाडि मैले यसो यसो दिएँ एक दुईचोटि होइन अनि त्यो भित्रबाट चाहिँ नाच्ने पर्दैन भाइब चाहिँ आएको थिएन कि अलि हल्का चढेको पनि थिएन कि है त्यस्तो होइन सबै अनि अलि त्यो माहौलै मलाई त्यस्तो लगाइराखेको थिएन कि अनि त्यसपछि फोर्सफुल गरेर चाहिँ कसैको बोली नि राखिदिनुपर्छ नि त मैले बुवाको बोली भयो पाजु भयो त्यसपछि एकछिन नाचेँ अनि त्यसपछि उसँग चाहिँ म त्यति नाचेको थिएन अनि उसँग नि फेस पर्थेँ म फेरि यसो नाच्दा साइड हट्थेँ फेरि पाजुले तानेर अगाडि नै ल्याउनुहुन्थ्यो उनीहरूको बिचमा होइन अनि त्यसपछि घरि म कोसँग नाच्ने घरि कोसँग नाच्ने गर्थेँ अनि जस नाचेको देखेपछि त्यहाँ कति अङ्कलहरू हुनुहुन्थ्यो होइन नचिनेको अङ्कलहरू अनि अलि नाचेको देख्नु भयो होला म नाचेको होइन अनि त्यसपछि चाहिँ अनि प्लस ऊ पनि एकदम नाचिरहेको थियो अनि पछि यो बिचमा एकछिन गायब बसेको थिएँ है गायब पछि म एकछिन अरूसँग नाचेको थिएँ नाच्दै होइन त्यस्तो दिमागमा चाहिँ हेर्न चाहिँ गएको हो होइन कस्तो कस्ता छन् भनेर हेर्न चाहिँ गएको तिमीहरूको थाहा थिएन केटीहरू नि हेर्ने भनेर गएको भनेर तिमीहरू थाहा थिएन नि होइन केटी नै हेर्न गएको कि खासमा हो भने अब जुन केटीलाई हेर्न गएको थिएँ अब उतातिर केही ऊ भएन होइन मलाई त अनुहार पनि याद छैन हो ओके हो भने कपडाको रङ मात्रै याद छ ओके कपडा चाहिँ अनि त्यसपछि चाहिँ
घरै आउने जाने ब्रेक भइरहेको थियो म चाहिँ नाचिरहेको थिएँ उसको दिदीहरू को बहिनीहरू दिदी प्रायः जस्तो बहिनी त सबै मभन्दा ठुलो देखिन्छ अनि त्यसपछि एउटा अङ्कल आउनुभयो ठ्याक्क त्यहाँ आएर होइन अनि अब धेरै नाचेपछिको कुरो हो यो अब पार्टी पनि लास्टतिर आइसकेको थियो होइन अब लास्टमा त्यो अवस्थामा थियो होइन अनि त्यसपछि चाहिँ उहाँले के भन्नु अब यी बाबु र यी नानी मात्रै नाच्छन् अनि गीत कुनै भन्दाखेरि चाहिँ अब मैले चाहिँ जुन बहिनी हुन्छ के भन्नु थियो क्या उहाँहरूकै डिमान्डमा थियो क्या है उहाँले चाहिँ गलबन्दी एकदम चलेको गीत फेरि अहिले होइन जतासुतै के अरे जताततै गलबन्दीले चर्चा अझसम्मै गलबन्दीकै चर्चा छ है होइन अब हामीले बिहे गरेको नि अलमोस्ट 5 months भइसक्यो क्रस भइसक्यो है अझसम्म नि अब युट्युबमा भने अब त्यही भिडियो अहिले आएर मेरो चर्चामा आएको छ भने यसको मतलब भिडियोको क्रेज पनि गीतको क्रेज अझसम्मै छ भन्ने बुझिन्छ गलबन्दी बहुत राम्रो छ प्रकाश सबको जय होस् अनि त्यसपछि गलबन्दी भन्ने कुरो भयो गलबन्दीमा टक्कलन्त भन्ने कुरो आयो होइन अलि नाच्ने त्यसपछि गीत बन्न सुरु भयो अब तपाईँलाई थाहै छ गलबन्दीको कस्तो छ भनेपछि सुरुमा केटाले फकाउँछ है केटाले फकाउँछ केटीलाई भर्सेस हुन्छ नि त दौरीमा अनि लास्टमा गएर त केटी मान्छ अब मेरो नि त्यहाँ कस्तो लाग्यो मलाई त केही दिमागमा केही सोचै आएको थिएन है सुरुमा म नाचेँ अब टुक्का मैले भन्ने उसले नि भन्ने होइन ओरोदोरो चलिरहेछ अनि जब मलाई कति बेला हल्का चसक्क फिल भयो भनेपछि तिमी त्यस्तो भएकै थिएन कहाँनिर भयो थियो मलाई असम भने नै किन भन्दैन ओ माय गॉड के ढाँटेको के भयो थियो पहिला भन नि त के भयो थियो भन त अनि मलाई त सपोज नाचे नि होइन मलाई कति बेला फिल भएपछि म त यत्तिकै रमाइलोको लागि गीत टुक्का मैले दिइरहेको थिएँ नि त होइन लिपसिङ डान्स फेरि मेरो लिपसिङ एकदम फेभरेट पार्ट हो कि डान्स गर्दा लिप्स गर्ने एक्सप्रेस गर्ने हो नि त होइन अनि लास्टमा जब उसले के अरे मिरेमा मायाले मन जित्यो त्यो भएपछि त मलाई कस्तो चिसो भयो कि मलाई हो आप्पै जस्तो फिल भयो कि ल म त याद भएको थिएन मैले भने जब टुक्का आयो नि ट्याक्कै हेरेँ नि त अति नै हेरेर बस्ने कुरो पनि भएन लाइट त हुन्छ नि कहिले एन्टी परेको थियो होइन मान्छेहरू म त इन्जोय गरेर आएको थिएँ नि त मिरेमा मायाले मन जित्यो त्यति बेला ठ्याक्कै मेरो दिमागमा त्यो भिडियोको कन्सेप्ट पनि आयो है अनि यता मलाई कस्तो फिल भएपछि ल मैले पनि त्यस्तै मलाई त्यस्तै फिल भयो कि त्यो एउटा जब एउटा गीत थियो नि साइली सुने साइली एउटा मैले ट्रोल सुनेको थिएँ कि मैले यसको देखेको थिएँ के अरे यो गीत सुनेदेखि त नभएको साइलीको पनि बहुत याद आउनु थालेछ हो भन्दै होइन जस्तै मलाई पनि त्यो नभए कस्तो हुन्छ नि उसँग त्यस्तो फिल भयो कि त्यो साँच्चै कि मैले तिमीलाई फकाए जस्तो फिल भयो कि तिमीलाई चाहिँ के भयो नि तिमीलाई भयो अनि त्यसपछि चाहिँ अनि मन जित्यो भनेपछि अनि त्यहाँ भाइ त थिएन फेरि कोही होइन त्यहाँ बेला चाहिँ अब त भाउजू भन्न पाइन्छ होला नि त्यति बेला सायद मेरो मम्मी बुहारी पनि त्यो सोच्नुभएको थियो होला कि अब त बुहारी भन्न पाइन्छ होला नि अनि मेरो भान्जीले चाहिँ ए अब मान्छे भन्न पाइन्छ होला नि त्यस्तो फिल भयो होला फर्स्ट टाइम देख्दा त्यो हल्का मिलाइदिएको अनि त्यति बेला चाहिँ कस्तो थियो भने चाहिँ म त फेरि युट्युबको लागि मलाई कन्टेन्ट चाहियो नि होइन ठ्याक्क भान्जी थियो त्यहाँ है दाइले नि खिच्नु पर्छ मान्दा पनि खिच्नु पर्छ भिडियो त त्यसरी भान्जी थियो मैले भान्जीले म नाच्दा भान्जी खिच्दियो भनेको थ्याङ्क गड उसले चाहिँ राम्रोसँग खिच्दिएछ कि त्यहाँ हुन त अरूले पनि खिचेको थियो होला म त्यो याद भएन तर भान्जीले नि मैले ठ्याक्क लेन्सकेपबाट खिच्दियो है भान्जी भनेको उसले पनि कस्तो मजाले खिच्दिएछ कि एक ठाउँमा चाहिँ हल्लाएछ अरू चाहिँ यस्तो राम्रो खिच्दैछ अब म त युट्युबमा कन्टेन्ट चाहिने है आज बबाल हुने भएन फेरि नाच्दा मलाई त नाच्दा कोही फिल त आज बबाल हुने भयो मेरो युट्युबमा भन्ने त्यस्तो फिल छ म नाचेन चाहिँ अब बिए हुन लेखेर छ हो अनि त्यसपछि ल ओके नाचियो होइन ओके सबैले ताली पिट्नु भयो यताउति होइन अब कतिले भिडियो पनि हेर्नु होला नभएपछि यो आईमा हेर्नु होला होइन आई बटनमा थकाउने उ थियो नि त बाजुले के भन्नुहुन्थ्यो उहाँलाई चाहिँ थकाउनु पर्छ है भनेर पालै पालो नचाउनु भने अनि रक्षालाई पहिला चाहिँ सेकेन्डमा म फेरि थाक्दैन त डान्स भनेपछि अरू चाहिँ भक्क लाग्छ फेरि ज्याउ लाग्छ होइन अनि मलाई एकछिन बस्न दिएर सँग फेरि रक्षासँग होइन ए
त्यो पालै पिलो ओके अनि ओके त्यो भिडियो सक्यो हैन भिडियो सकिएपछि चाहिँ अनि त्यहाँ के भयो भनेपछि यो त यहाँसम्म थियो हामी कसरी भेट भयो अब भेट भएपछिको कुरो डान्स पनि गर्यो वावाई सुनियो सबैले अब हैन अब त्यतिले कसरी टिचर मान्छे नाचेको त केही नि हुन्न अनि मन के सोचे भनेपछि कहिले नाच्ने थिएन नि यस्तो ग्रुपमा नाच्थे अनि कहाँ नाच्थ्यौ त ग्रुपमा नाच्थे तर कहाँ ग्रुपमा बीमा चाहिँ बी ग्रुपमा नाच्थ्यो ए म सिंगल चाहिँ ननाच्थे ओके अनि ल यो चाहिँ भेट भयो कसरी भने भेट भएपछि कुरो है त ल अब सुरु हुन्छ ट्याक्क रेस्ट पुरै थाकेको थिएँ म हैन म त फेरि यस्तो मान्छे कि पार्टी पिकनिकमा गएर नाच्दा नाच्दा खानै बिर्सेँ नि त्यस्तो हुन्छ मेरो धेरै केस छ यस्तो भएको त्यो अनि त्यसपछि चाहिँ अनि हामीहरू टेबलमा बस्यो हैन त्यसपछि टेबलमा भएपछि उसको मम्मी नै आउनुभयो अनि मेरो मम्मी त्यही हुनुहुन्थ्यो अनि उहाँहरू चाहिँ अब हामी नेवारहरूको फेरि कस्तो हुन्छ भने रिलेसन खोज्दै खोज्दै गयो नि कतै कतै ठाउँमा त पुग्छ कि नाता जोडिन्छ हैन त्यसपछि अनि कुरा गर्दा 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 म मेरो कुरा गर्न थिएँ म त त्यहाँ बसिरहेको थिएँ उसको अनि कुरा गर्दा गर्दा पहिला उहाँको कुरा गरौँ कुरा गर्दा गर्दा चाहिँ उसको मामालाई चाहिँ मैले पनि मामा नै भन्थेँ हैन यताउति गरेर नाता पर्थ्यो कि त्यस्तो क्लोज चाहिँ होइन उसको त आफ्नै मामा भइहाल्यो होइन अनि उहाँको घरमा चाहिँ म लगभग त के भन्नु 9 क्लास पढ्दा चाहिँ म उहाँको घरमा नि एक दिन बसेर नि हाँसेको त बागलुङतिर पर्छ होइन पाजु गर्नु त्यो कुरो आयो होइन म चाहिँ अब हामी दुईटा कुरा गर्छौँ त्यसपछि चाहिँ अब मैले त भिडियो खिचेको थिएँ उसलाई चाहिँ भिडियो चाहिएको फुटेज होइन के भन्थ्यो त्यो कसरी शेरिर छ भने म पनि त्यस्तो एप्सहरू केही पनि नराख्ने होइन है अनि छैन भने मैले अनि त्यसपछि के भन्थ्यो हजुर भन्नु के अरे WhatsApp छ भनेर सोध्नु भएको हजुर अनि मैले त्यो चाहिँ छैन भाइबर चाहिँ छ भने भाइबरमा सेयर गरौँ न भनेको ए भाइबरमा अनि मैले त सेयर पनि गरेपछि त्यो स्पेस थिएन नि त के भयो त त्यो चाहिँ स्पेस नभएर मैले ब्लुटुथबाट सेयर मैले खाना खाने बेलासम्म यो भिडियो पनि आइसक्छ भन्ने सोचमा किसिममा चाहिँ मैले हाल्दा चाहिँ स्पेस नरहेछ हो उसको त्यहाँ त्यसो टाइममा अब डिलिट गर्ने पनि भ्याइन्न अलमोस्ट भिडियो नै कति 10-11 मिनटको साइज लामो हुन्छ होइन एचडीमा खिचेको 1080को साइजको होइन त्यसपछि के भयो उसले होइन त्यसपछि के भयो भन त अब सुनेन नम्बर के मागेको खुले खै खोले छिटो भन जनता जान्न चाहन्छ हजुरले साँचो साँचो भन है मैले त नम्बर मागेको होइन गाइस छिटो भन नम्बर उसले माग्यो है ठिकै अरू कुरा भन्छ नम्बर माग्यो होइन अनि भाइबरमा गर्न के थाहा नि अब भाइबरमा है के अहिले मैले WhatsApp चलाउँदिन के अरे WhatsApp चलाउँदिन अनि भाइबर चाहिँ छ भाइबरमा नम्बर सेभ गरेर अनि पठाइदिनु भनेको होइन त्यो त हो अब त्यो भिडियोको लागि मात्रै नम्बर मागेको कि अरूलाई मागे थाहा होइन अरू मलाई त मागेको होइन अहिले फेरि कस्तो कस्तो भयो भने होइन गीत सुन्दा मात्र त्यस्तो भएको भन्नु खोजेको हो कि जस्तो हो साँच्चैको हो जस्तो भएको त तर भन्न सकिन्न जे नि सक्छ नम्बर ओके त्यसपछि भने राति ओके ल हुन्छ भने त्यसपछि पार्टी एन्ड भयो हैन अनि त्यसपछि घरमा आएपछि मैले तिमीलाई सेन्ड गरिदिए हो कि फेरि पार्टी प्लेस फेरि जस्ट हाम्रो घरको छेउमा जस्ट 200 5 मिनटको डिस्टेन्समा छ हैन 10 मिनेट 10 उहाँको फेरि थोरै टाढा थियो यहाँबाट त्यति टाढा नि हैन अनि त्यसपछि चाहिँ घर आएपछि अब सबै कोठामा जानु म कोठामा आएँ आफ्नो कोठामा हैन त्यसपछि मैले घर पनि देखाउनु थियो हैन ए हामी यहाँ नि सँगै थिए नि हैन बाटोमा सुरुमा पहिल्यै जाने कुरा थियो अनि पछि कुरा गर्दा गर्दा ढिलो भयो हजुरहरु आएपछि चाहिँ त्यहाँ घर आए ओके अनि त्यसपछि चाहिँ आएपछि मेसेज कसले गरे पहिला हजुरले गर्नुभयो नि भिडियो पठाउनु भयो ओके मैले सुरुमै भिडियो पठाइदिएको हैन टुङ 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 भिडियो मैले पठाएपछि हल्का हल्का कुरा गर्न लाग्यो यल्लो आयो के उ जाने थियो नि त कहिले जाने हो यस्तो यस्तो भन्ने कुरो भएको थियो अनि एउटा कुरा फ्लाइट मर्निङ भनेको अनि दिउँसोको भएको थियो ए मर्निङमा भन्ने कुरो त त्यो चाहिँ सिफ्ट भएको थियो हैन ओके हामीले मेसेज हेरेन अनि पछि बिएपछि आएपछि मेसेज हेर्दा फेरि चाहिँ बिहान भनेको साँझमा भयो साँझमा थियो ओके अनि मैले सोधेँ कि बिहान जाने कि सोधेको थिएँ मैले है अनि
ठिक ठिक बिहान 5 भनेको बेलुकाको 5 भनेको 7 अनि राति चाहिँ नर्मल टक भयो यताउति होइन अनि उता भोलि जाने भनेपछि मैले सोद्धा चाहिँ अनि पछि चाहिँ फेरि घुम्न जाने अब साथीहरू चाजुले बुक गरिदिनु थियो अनि एउटा कस्तो चाहिँ तिम्रो यो काठमाडौँ चाहिँ कति थर्ड टाइम थियो आएको फोर्थ टाइम हो फोर्थ टाइममा चाहिँ आएको अनि मलाई काठमाडौँ चाहिँ खासै केही थाहा नभएको प्लस अनि उसले चाहिँ अब दिनभरि के गरी त नि भनेर चाहिँ उसले चाहिँ के सोचेछ घुम्ने भनेर अनि उहाँको चाजुले चाहिँ टुरिस्ट गाडी हुन्छ नि काठमाडौँमा पनि अरू टुरिस्ट पनि थियो होला त्यहाँ होइन सबै बुक गरेको सबै थियो अनि उनीहरू सँगसँगै तीनजना थियौँ दिदीहरू भएका 3 बहिनी रहेछ अनि घुमेछ अनि त्यति बेला चाहिँ अब मैले हल्का कुराकानी कता यसो चाहिँ नर्मल पनि गर्नुभएको थियो कता के कसो न फोन कुराकानी भयो होइन अनि ऊ जाँदै थियो नि त अनि मैले भने पनि त्यो नाच्दा चाहिँ कसो चाहिँ बच्चा सोचे त बच्चा चाहिँ नरच जस्तो भएको थियो कि मलाई लास्टमा के दिनुपर्छ होइन सुरुमा त मैले बच्चा भनेर आँखा नलागेको होइन सानो छ भनेर बच्चा नभनौँ होइन अनि त्यसपछि चाहिँ अनि दिनभरि ऊ गयो होइन अनि त्यसपछि ऊ घुम्दा तिमीहरूको कहाँ पुगेको थियो लास्ट स्वयम्भूमा पुग्दाखेरि एउटा एक ठाउँमा घुमेन अनि स्वयम्भूमा पुग्दाखेरि चाहिँ हाम्रो फ्लाइटको टाइम भइसकेको थियो कि फ्लाइटको टाइम भइसकेको थियो होइन अनि फ्लाइटको टाइम भइसकेको थियो अब ऊ छ स्वयम्भू पुग्नुपर्ने एयरपोर्ट होइन अनि मम्मी फेरि यतैतिर हुनुहुन्थ्यो होइन छुट्टी त्यसपछि अब कतै फ्लाइट मिस होला भन्ने उसलाई टेन्सन होइन अनि त्यसपछि चाहिँ मम्मीले चाहिँ के हुनुहुन्छ मम्मीले चाहिँ यताबाट जान्छु अनि तिमीलाई चाहिँ चाजु आउँछ भन्ने कुरो भएको थियो होइन पहिला चाहिँ त्यो भएको थिएन होला होइन त्यही भएको थियो सुरुमा त होइन चाजुले पुऱ्याइदिने भन्नु कि त्यही भएको थियो अनि पछि मैले पनि सोचाउँछ कि भनेर होइन अब जाँदैछ गएपछि कहिले कुरो भयो अनि ठ्याक्क कुराकानी भएको बेलामा चाहिँ अनि प्लस कुरा गर्न कसरी सहिलो भयो भनेपछि मैले भनिहालेँ नि त अब यत्तिकै हुन्छ नि स्ट्रेन्जरसँग अलिक गाह्रो हुन्छ नि त त्यति कन्टिन्यू हामी कुरा गर्न अलिक गाह्रो हुन्छ नि त हामी चाहिँ कसरी सहिलो भने चाहिँ अब उसको नि उसले जसको पाजु हुन्छ न उहाँलाई पनि मैले पाजु नि मामा नै भन्ने अनि पहिले चिनेको थियो नि त त्यस्तो भएपछि अहिले हामी क्लोज भयो नि त मम्मी पनि उसको मम्मीसँग बोल्ने उस्तो भनेपछि अनि हामीलाई पनि त्यो बोल्न खासै गाह्रो भएन कि अनि हामी भन्ने यस्तो कुरो भयो नि त त्यसपछि अनि मैले नि कल गर्ने यताउति हुन्छ नि त्यस्तो गरेपछि अनि मैले भने कि हाम्रो फ्लाइट मिस हुने भइसक्यो अनि सुरुमा स्वयम्भूमा झर्ने भन्नुभएको थियो है चाजुले अनि पछि चाहिँ फेरि अर्को त्यो ठाउँको नाम मलाई थाहा छैन थाहा चाहिँ कालीमाटीतिर त्यतैतिर फेरि त्यहाँ झर्नु भन्नुभयो अनि मलाई नाम चाहिँ थाहा छैन अनि त्यही बसिरहेको थिएँ अनि ठ्याक्क चाजु ल्याउन आउँछु भन्दा चाहिँ चाजुको बाइक बिग्रियो बाइक बिग्रेर अनि मैले चाहिँ मम्मीलाई फोन गरेँ हजुरको फोनमा बोलिरहेको थिएँ नि त मैले अनि उहाँ ल्याउन आउनुहुन्छ अरे के गरौँ मम्मी भनेर पहिला मम्मीलाई सोधेँ अनि होइन तिमीले अर्कै भनेको थियौ मम्मीले पहिला भन्दा नि अर्कैले भनेको थियो कि पहिला त तिमीले मलाई कुरा गरेर मम्मीलाई फोन गर्यो कि चाजुको पहिला फोन के रे फोन चाजुको बाइक बिग्रियो है अनि बाइक बिग्रेपछि तिमीले चाहिँ त्यहाँदेखि ट्याक्सी लियो अनि ट्याक्सीमा एयरपोर्ट जाऊ अनि त्यहाँनिर मम्मी यतादेखि ट्याक्सीमा जान्छ ठ्याक्कै 2 जना भेट भयो भन्नुभयो है अनि मैले चाहिँ मम्मीलाई फोन गरेँ म चाहिँ ट्याक्सी नै पाएको थिएन अनि ठ्याक्कै हजुरको नि फोन आएको थियो अनि म यतै बाटोतिर छ भन्नुभयो अनि होइन घरमा हुनुहुन्थेन त्यही बाटोतिर हुनुहुन्थ्यो होइन म चाहिँ घरमा थिएँ होइन फ्री हुनुहुन्छ कि होइन तिमीले सुन्यो कि आउन पाउनुहुन्छ र भनेर तिमीले भन्यो होइन अनि कहाँ हो र के हो ताजाले यताउति भन्यो होइन अनि हजुर चाहिँ के भने म यत्तिकै छु आज शनिबार थियो के दिन थियो म त्यो म स्टुडेन्ट गएको थिएन कि म अनि प्लस शनिबार थिएन त्यति बेला स्कुलकै टाइम थियो नि त पानी नि परिरहेको थियो ठ्याक्कै पानी पर्ने रोक्ने गरिरहेको थियो अनि स्कुल त भइरहेको थियो त्यो दिन चाहिँ खै म घरमै थिएँ म त्यो दिन चाहिँ म किन गएको थिएन होइन क्लास अनि तिमीले चाहिँ हजुर आउन पाउनुहुन्छ र भन्दा नि मन चाहिँ हुन्छ म आउँछु नि अनि म छोडिदिन्छु नि भनेको अनि प्लस चाहिँ मलाई त भेटौँ भन्ने चाहिँ भइरहेको थियो है अनेस्टली भन्नुपर्दा
अनि उसले पनि ठ्याक्कै त्यही बेलामा कस्तो टाइम नै मिले जस्तो नि भएको थियो कि जस्तो लाइक कि पाजुको नि बाइक बिग्रिने ऊ चाहिँ अब जान ढिलो हुने उहाँ छ मलाई चाहिँ ओहो भेट्न लेखिरहेछ हो अनि फिल भयो कि मलाई होइन लाइक कि केही छ है त्यहाँ केही छ हामी बिच भन्ने जस्तो फिल भयो कि मलाई अनि यस्तो फिल भयो मलाई त्यसपछि अनि म हुन्छ नि त म आउँछु नि त भने फेरि पानी परिरहेको थियो हो अनि मैले घरमा मम्मीलाई नि भनेँ मैले कि ऊ यस्तो यस्तो रहेछ अब एकचोटि चिनेपछि फेरि आफ्नो जस्तो पनि लाग्छ नि त अनि घरमा मम्मीले पनि केही भन्नु होइन मम्मीलाई मैले सिधा भने यस्तो यस्तो भएछ अनि ढिला जस्तो भएछ अनि त्यही भएर म घर छोडिदिन्छु भने ए हो ल ल अनि मम्मीलाई नि भनिस् कि मम्मीलाई थाहा चाहिँ थाहा छैन के भन्नु अरे उसको मम्मीलाई फेरि थाहा पायो भने नराम्रो सोच्नुहुन्छ भने नि होला म त्यस्तै भन्नुहुन्थ्यो अनि भन्छ अनि यस्तो भनेको मैले होइन अनि डिटेली चाहिँ थाहा होइन यस्तै कुरा चाहिँ भएको थियो अनि त्यसपछि ल नि त भने मानि ट्याग भयो होइन हल्का रेनकोट लिएँ अनि गएँ अनि कहाँ हो ऊ चाहिँ आत्तिरहेको थियो एकदम प्यानिक फोन गरेछ म आउँदैछु भन्छु फेरि त्यही बेलामा यो बालाजुतिर यति जाम अनि म फेरि यता अब नेपाल साइडतिर होइन मनमैजु शान्ति टोलतिर भनौँ मम्मीले कराउनुहुन्छ नि मम्मीलाई नि एकचोटि सोधेँ हुन्छ भन्नु है अरू मान्छेले थिएन अब घुमाइ फिर्केर नातै थियो मम्मीले सोधेपछि ल नि त भन्ने भयो अनि त्यसपछि ओके भनेर मैले यहाँ टाप कसे है यस्तो त्यही बेला जाम गर्नुपर्ने त्यही बेला पानी पर्नु पर्ने होइन ऊ चाहिँ फेरि आत्तिरहेको छ कतै फ्लाइट मिसन छ भनेर मम्मी चाहिँ एयरपोर्टतिर पुगिसँग लाउनु भएको छ होइन अनि कहाँ हो भन्छ म आउँदैछु भन्छ पछि त एकछिन अब त्यो पानी परिराखेको थियो फोन यहाँ राखिराख्नु नि मिलेन होइन अनि हेलमेट मैले गाह्रो हुन्छ अनि गइराखेको ठ्याक्क स्वरखुट्टी के पुगेको थिएँ उसको उसलाई मैले फोन गर्छु नि सोच्थेँ अनि ठ्याक्क मेसेज तिमीलाई मेसेज गरेको थिएँ कि है मैले पहिला फोन गरेँ है सुरुमा चाजुले फोन गर्नुभयो मलाई हजुरलाई फोन उठाउनु भएन अनि चाजुलाई फोन गर्दा चाहिँ अनि मेरो बाइक बनिसक्यो म आइपुग्न लागिसक्यो भन्नुभयो बाइक बनिसकेको थियो अनि मैले फेरि अब भन्न सकिनँ उहाँ ल्याउन आउनुभएको छ भनेर अनि त्यसपछि चाजुलाई भन नि त पहिला हजुरलाई भन्छु भनेर नि हजुरलाई फोन गरेँ हजुर फोन उठाउनु भएन अनि चाजु आइसक्नुभएको थियो मलाई लिएर गइसक्नुभएको थियो अनि मैले के गरौँ म्यासेज गरेको थिएँ चाजु आउनुभयो म गएँ भने मलाई के फिल ओहो केही न केही त केही छ यस्तो भेट्ने माहौल बन्नु जस्तो फिल भइसकेको थियो मलाई होइन अनि एक्कासी त्यहाँसम्म जाँदै म हल्का मन फुरुङ ठिकै थियो होइन अब यताबाट उता अनि अब कसरी आउनु नि एयरपोर्टमा अप्ठ्यारो हुन्न त्यति बेला त के भन्छ तिमीलाई चाहिँ त्यस्तो फिल भइरहेको थियो एयरपोर्ट आइदिए जस्तो भएको थियो अब मलाई त अप्ठ्यारो भइहाल्छ नि अभियसली म त्यहाँ मम्मीको अरे पहिला पो पुर्याउन आएको यस्तो भन्ने कुरो भयो होइन अनि मलाई त रिस उठ्यो एकदम फेरि रिस पनि उठेको थियो होइन यसो अर्को कुराले सोध्छु ढिलो पनि भएछ फेरि धेरै टाढो नै होइन म जस्ट स्वरखुट्टे पुगिसकेको थिएँ ऊ चाहिँ ताचलतिर थियो कि ताचल कालीमाटी अब कता भन्ने चाहिँ मलाई थाहा छैन उसले भनेको चाहिँ त्यतै हो जस्ट कालीमाटी ताचल साइडतिर हो कि भनेअनुसार चाहिँ मलाई पहिला अनि सोचेँ अब यहाँबाट म 5 मिनटसम्म पुग्छु त्यसपछि मैले फोन हानेँ कि उसलाई तिमीलाई म म्यासेज मैले देखेको थिएँ फेरि पहिला मैले फोन हानेको थिएँ उठेन होइन अनि त्यसपछि तिमीले एकछिनपछि हेरेको बल्ल मेसेज देखेँ ए भन्ने भयो मलाई अनि त्यसपछि मलाई रिस नै उठेको थियो है पानीमा आजलाई भेट्छु कि भनेको भेट्नु पाइएन अर्को कुरा सोचेँ फेरि अब प्लेन मिसन जाँदा आत्तिर गयो होला भन्ने नि भयो होइन अनि अर्को के सोध्छु यहाँबाट त अब 5 मिनटमा पुगिहाल्थेँ नि भन्ने नि भएछ मैले छोडिदिइहाल्थेँ नि ओके भनेर न्याउँ र मुख गरेर म फर्किएँ अनि उसको मेसेज पनि थियो नरिसाउनु है के थियो है रिसाउनु भयो होला है उसले फेरि सिधा रिसाउनु भयो ऊ भनेपछि क्वेसन माग्ला नि क्वेसनमा है हो क्या त्यस्तो भन्ने होइन अनि त्यसपछि ऊ एयरपोर्ट गयो फेरि मम्मीभित्र पसिरहेको थियो मम्मीभित्र चाहिँ म एक्लै थिएँ पानीमा म रुच्दै घर आएँ लुत्रुक्कै है म पनि भिजे थिएँ त्यति बेला अनि मलाई फेरि त्यो डर पनि लागिरहेको थियो कसरी चलाउनु होला बाइक हाततिर जस्तो डर पनि लागिरहेको थियो ट्याक्सीमा मैले त के सोचेको थिएँ पहिले ट्याक्सीमा गयो नि हुन्थ्यो जस्तो लागिरहेको थियो त्यस्तो जानु नजाँदामा डर हुन्छ नि त आत्तिको बेलामा अनि त्यही म घरमा आएँ पानी भिज्दै अनि मम्मीले
भेटे त छोडिदियो भन्दै हुनुहुन्थ्यो कहाँ छोड्ने यस्तो यस्तो भयो मैले छोड्न पाइनँ ए हो र हाँस्नुभयो म अनि त्यसपछि म आएपछि ओहो आधी घन्टाभन्दा बढी भइसक्यो मिनेट है टाइम यसको आई गेस यति नै गरौँ सेकेन्ड पार्ट आएको धेरै लामो हुँदैन अब मेरो भनेको हाउ वी मेट हो प्लस अब अगाडि कुरा कसरी बढ्यो र बिचमा आएको अब्स्ट्रगलहरू भनौँ न त्यहाँ थोरै प्रब्लमहरू पनि धेरै आयो होइन बट हाउ एभर सबै क्रस गरिएर फाइनली वी आर टुगेदर नाउ होइन अनि अब त्यो चाहिँ पछि गरौँला है प्लिज माइन्ड नगर्नु मैले पुरै भन्थेन मान्छे बोर हुन्छ कि 1 घन्टा फिल्म जस्तै हुन्छ स्टोरी चाहिँ त्यस्तै छ तर छोटो मिठो हुन्छ नि त होइन यो पनि हजुरकै भनाइको आधारमा रिक्वेस्टमा मैले बनाएको यो होइन मैले भनिहालेँ नि यस्तो खासै नर्मल चिज थियो तर हजुरले धेरै माया गरिदिनु भयो कस्तो तपाईँ हजुरकै यो जिज्ञासाहरूले गर्दा नै यो स्टोरी बनाइदिनु भयो कि यो स्टोरी हुन पुग्यो होइन ओके गाइज त अब हामी अर्को पार्टसँग उपस्थित हुनेछौँ है अनि यदि हजुरलाई यो हाम्रो स्टोरी राम्रो लाग्छ भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला होइन नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् प्लिज होइन सब्सक्राइब गरिदिनु केही बिग्दैन अब मन पर्दैन भने ठिकै छ है हजुरले केही नगर्दा पनि हुन्छ तर प्लिज सकेसम्म कमेन्टहरू चाहिँ एभोसिभ टाइपको नराखिदिनुहोस् होइन विच एभोस हुन्छ नि अलि किनभने हुन त ठिकै छ त्यो मान्छेको सोचमा डिपेन्ड गर्छ होइन भनिहाल्ने जुन चिजको पनि पोजिटिभ र नेगेटिभ एक्सपेक्ट हुन्छ होइन अब रोकेर रोक्न सकिन्न होइन मान्छेमा भर पर्ने चिज हो फुलको आँखामा फुलै संसार के भने एउटा मलाई मनपर्छ काँडै संसार होइन अर्को चाहिँ मलाई शब्द मनपर्छ के अरे झुल्किन्छ है घाम जहाँ वस्तु अनुसार वस्तु भने त्यस्तै हुन्छ होइन अनि प्लस यो त मेरोबाट भयो होइन अब मेरो पछिबाट भनेको र प्लस हजुर पनि केही काम गर्नुहुन्छ भने यस्तो चिजलाई चाहिँ इग्नोर गर्ने हो कि उसलाई चाहिँ यसो हेबिट चाहिँ छैन कि बेला मलाई त पचाइसकेको मान्छेहरूको बोली यताउति हुन्छ नि सुरु मान्छे चाहिँ आत्तिन्छ कि होइन ठिकै छ अब भन्ने मान्छेले बोली सक्छ सबैको मुख हात गर्नु सकिन्न इट्स ओके तर जति पनि मेरो वेल विसर हुनुहुन्छ उहाँलाई चाहिँ एकदम थ्याङ्क यू है त्यो माया गरिदिनु भएको छ ओके अब हामी चाहिँ नेक्स्ट भिडियोमा आउने छौँ जस यसको पार्ट 1 र पार्ट 2 मात्रै धेरै लामो हुँदैन ओके ओके गाइज थ्याङ्क यू फर वाचिङ जहाँ हुनुहुन्छ सुरक्षा साथ बस्नु होला माया गरिराख्नुहोस् ओके बाई स्टे सेफ